पछि फेरि भेट्न पाउँदैन, पछि फेरि भेट्न पाउँदैन।
कति गरौँ तिम्रोमा भएन गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले अन्त गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा भएन गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले अन्त गरेर राख्नलाई सुखले मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखामा पोखे मैले गीतको बाटोमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखामा पोखे मैले गीतको बाटोमा रुको मै गोटा रुको मै गोटा रुको मै गोटा रुको मै गोटा आँखा नि राम्रै हो पढ्ने ओटा राम्ररी हेर न छैन केमा खोट आँखा नि राम्रै हो पढ्ने ओटा राम्ररी हेर न छैन केमा खोट Up next, ladies and gentlemen, we are about to witness the magic of singing. And I'm very, very thrilled and happy and proud to welcome our next performer, the shining star from our Nepalese Belgium community, our very own Laure Kacha. नमस्ते बेल्जियम खाना खाँदै हुनुहुन्छ कि हुनुहुँदैन खाना खाइसक्यो भने फेरि पनि है त नमस्ते बेल्जियम तायाना तमुमे बाबा आमामे दिदी बहिनीमे तायानाले तमु लोसारको आशामाले सबैलाई नमस्कार सबैलाई 2609 तमु लोसारको सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सबैलाई तमु सबैजनालाई है त सबैजनालाई ह्यापी लोसार होइन मैले नसुनेको कि तपाईँहरू नबोलेको सुन्दै छैन सबैलाई ह्यापी लोसार अलराइट थ्याङ्क यू मेरो नयाँ एउटा के अरे फर्स्ट सिङ रोमान्टिक गानाबाट सुरु गर्छु म बिस्तारै तपाईँहरू खाना खाँदै हुनुहुन्छ खाना पच्दैछ डान्स गर्न अलिक गाह्रो हुन्छ अहिले त्यसैले म बिस्तारै है त सबैजना गेस्टहरू सबैजनालाई हाम्रो एनआरएनको प्रेसिडेन्टज्यू तमु समाजको प्रेसिडेन्टज्यू सबै अतिथिजनहरूलाई सबैलाई नमस्ते गर्न चाहन्छु हार्दिक नमन गर्न चाहन्छु सबैलाई है त ल अब मलाई तालीले साथ दिने कि नदिने अझै पनि आवाज आएर मलाई तालीले साथ दिने कि नदिने Alright, this song is from Raju Lama तिमीलाई देखेर है त ल लेट्स गो बिस्तारै तताउँदै जान्छ बिस्तारै है त है Sound check. Alright, सबैजना रेडी हुनुहुन्छ दिदी यता नि छ मलाई तालीले साथ दिनु है त सबैजना है यताबाट यतासम्म है सबैजनालाई है
साउन्ड चेक पछाडिबाट पनि है यताबाट है ताली पुगेन है सबैजना है तिम्रो सिनो कुसुमे मन मलाई गरी सजोला ओके न है तिम्रो सिनो कुसुमे मन मलाई गरी सजोला लानु बाटे भुल जगारा सबैजना मसँग है तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीत सुनेर मुनाल नाचेको तिम्रो जुबनलाई देखेर सबैजना है विरतिगासेको 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 थ्याङ्क यू नोवे थ्याङ्क यू ऑल अब नेक्स्ट गाना सुन्दै कि नसुन्दै अब फेरि पनि गेन्टबाट ब्रुजबाट ओस्टिन्डोबाट एन्ट्रोबेटबाट लुबेनबाट सबैजना आउनुभएको हजुरहरूलाई ताले यति टाढाबाट आइदिनु भएको थ्याङ्क यू सो मच सबैजनालाई ह्याप्पी लोसार अब साउन्ड 2 नेक्स्ट सङ बिस्तारै अब म हजुरहरूलाई बिस्तारै बोलाउनु जान्छु त्यसपछि डान्स गर्नुपर्छ है रमाइलो हुँदैछ हजुरहरूलाई मलाई तालीले साथ दिनु है त है डान्स पनि गर्नुहुन्छ है डान्स ल सबैजना है यताबाट सबैजना खै हात खै है तपाईँको है
ओके न सबैजना सबैजना खै हात सबैजना ताली पुगेर ताली पुगेर ताली पुगेर ओके न सबैजना बसौँ है हावाहरूमा सबैजना बसेको मलाई ताली पुगेन है डान्स गर्नु पर्यो है रमाइलो हुनेछ है बेल्जियम ओके न थ्याङ्क यू सो मच सबैजना है मसँग फुलहरूमा है हात खै थ्याङ्क यू सबैजना मसँग सबैजना थ्याङ्क यू सो मच म फेरि पनि डान्सिङ सङ लिएर आउनेछु एकछिनमा है त है थ्याङ्क यू सो मच सुन्दर देश
नेपाली रहन्छ, राष्ट्रिय रहे हामी रहन्छौँ, सम्मान अनि समर्पित छ। नेपाली भएर बाँच्न पाऊँ, नेपालकै माया साच्न पाऊँ, नेपाली भएर बाँच्न पाऊँ, नेपालकै माया साच्न पाऊँ, अनन्तसम्म सबै मिलेर, अनन्तसम्म सबै मिलेर नेपालको गौरव बढाउन पाऊँ। सुन्दर देश नेपाल, सुन्दर शान्त नेपाल, सुन्दर देश नेपाल, सुन्दर शान्त नेपाल। हामी सबै नेपाली विश्वभरि चम्किनु छ, एकअर्काको हात समाई आफ्नो लक्ष्यतिर लम्किनु छ। हामी नेपाली, हाम्रो नेपाल, हामी नेपाली, हाम्रो नेपाल। पछि हट्न जाने छैन, छोड्ने हामी कहिले होइन। सगरमाथाको ताज पहिरिएको मेरो देश, बहुमूल्य प्रकृतिको धनी मेरो देश, भगवान गौतम बुद्धले जन्म लिएको मेरो देश, वीरहरूको रगतले स्वतन्त्र भएको मेरो देश, मलाई गर्व छ नेपालको मेरो देश। सगरमाथा हाम्रो शिर, कसलाई पो हुन्न र देशको माया, कसलाई पो हुन्न देशको पीर। गौतम बुद्ध जन्मिएको देशमा अशान्ति फैलाउनेको कमी छैन यहाँ, पुर्खाको परिश्रमले सिँगारिएको देशलाई हिंसाले मैलाउनेको कमी छैन यहाँ।
बाँचिरहोस् मेरो देश बाँचिरहोस्
त्यो मात खाने रूपले हल्ला छ बचार जानै दिन तयार छन् लाखौँ हजार यो मन त खायाला छ नजरको गोलीमा तिमी सजेर आउँदा फुल फुटे चोलीमा फुल फुटे चोलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा लाली क्रिम पाउडर आँखै बनायो काजल लाली क्रिम पाउडर आँखै बनायो काजल मैलाले लाउँदा त त्यसैमा यो मन पागल यो रूपको माया गर्ने हजारमा तिमी हौ माया तिमी हौ मेरोमा तिमी पछि मर्नेछ यो मन त खायाला छ त्यो मिठो बोलीमा तिमी सजेर आउँदा फुल फुटे चोलीमा फुल फुटे चोलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा मलाई त मन चाहेर मुटुमै बस्नलाई मलाई त मन चाहेर मुटुमै बस्नलाई आदेश चाहियो मलाई घर जङ्गली बस्नलाई सारा नै आफिछ भन्नै कहाँ मर्छ र मुखैले किन पार्यो तिम्रो नि के मर्छ र यो मन त पागल छ माया भरिदेऊ झोलीमा तिमी सजेर आउँदा फुल फुटे चोलीमा फुल फुटे चोलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा नजर लाग्ला नि नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा
Hello, hello. Hello, hello. 1, 2, 3. Check. हिजो आज युट्युबमा यस्तै आवाज निकाल्ने एउटा लोकदोहोरी गायक छ, त्यो हो मिलन लामा। मान्छे यही हो, खासै गतिलो त छैन। के गर्ने, तपाईहरु आउनुहुन्छ भनेर म पनि आइटो बोलेको मात्रै हो। यहाँ आउनुहुने सबै मान्यजनहरूलाई मेरो एकमुष्ट सम्मान छ। दूतावासबाट पाल्नुहुने
प्रतिनिधिज्यू विभिन्न सङ्घ संस्थाबाट जस्तै हाम्रो सीता दिदी जस्तै एनआरएन लगायत सबै जनजाति सबै जाति समूह क्षेत्र भेगका अध्यक्षज्यूहरू सबैलाई एकमुर्छ सम्मान छ। विशेष गरी तमु समाजको ओम गुरुङजीलाई सम्मान छ। मलाई यहाँसम्म जोड्नेको लागि नन्दु घलेजीलाई धेरै धन्यवाद छ। सबै श्रमिकहरू नमस्ते। छजना फ्याफुल्ला झोजुलप्पा श्यामुना सेवारो सेवा कति हो कति नेपालको नमस्ते नमस्ते। अलि त्यसलाई त सुनेको थिएन, म अघि यस्तै घुम्दै हिँडेको थिएँ, त आवाज आएछ हजुर? पहिला कन्फर्म हौँ न होइन। म त गाउँबाट आएको, ठ्याक्कै नेपालको गाउँबाट। ओहो ओ साइला, यस्तो आवाज नसुनेको कति भयो होला हजुरहरूले होइन। सम्झाउन आएको पो म त। अब आज चाहिँ अब तमु लोसार हो, सुस्मृति तामाङ लोसार। त्यसैले गर्दा अब तपाईँहरू सबैलाई अब हार्दिक हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। जो आउनु भएको छ सबैजनालाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। यहाँ तमु त आउनु भएको छ, गैर तमुहरू पनि आउनु भएको छ। त्यसैले त हामी नेपाली हौँ। फेरि हाम्रो तमुहरू तिजमा कम नाच्छन् र रातो साडी लगाएर, त्यो पनि धन्यवादकै कुरा हो। तर हामी नेपाली जहाँ गए पनि एक हुनुपर्छ भन्दै बिर्सनु भएको छ भने पनि सम्झाउन आएको। म त मिलन लामा गायक हो सबभन्दा पहिला। आज चाहिँ म यहाँलाई आज लोसारको बारेमा गीत गाउँछु। मेरो करिब 7 वर्ष अगाडि निकालेको एउटा गीत थियो। अहिले यो लोसारको बेलामा अलिअलि चलेको रहेछ। के अरे त्यो गीत चाहिँ यो यहाँ टिकटकमा हेर्नुभयो होला है। त्यो गीत म गीतैबाट गाउँछु। तमु लोसार बजाइदिनु है त ल। आज लोसारको विषय भएको हुनाले अब लोसारकै गीत गाउँ होइन त ल। यो कुर्ची त अलिक पछि पछि सारेर नाच्नु पर्ने हो। अब यो होइन तमु लोसार लेखिया छ नि त्यहाँ मेरो गीत के मेरो अघि तपाईँले दिएको थिएँ नि मैले होइन। उबाट के भन्छ मैले हजुरलाई वाट्सएपबाट त्यही हो। त्यस्तो हुन नपर्ने। एकछिन है। हामीहरूको के हुन्छ भने कहिलेकाहीँ यो प्राविधिक गडबडी हुन्छ। म मिलाउँछु त, एकछिन धैर्य गर्नुहोस् है। नभए ल यो तमु लोसार पछि गाउँला। मैले अघि नै मिलाएर दिएको थिएँ। अब मेरो गीतबाट सुरु गर्छ है। आजभन्दा 20 वर्ष पुरानो गीत। हङकङ आइडीले अझै नि बिर्सेको छैन सोल्टीले। जब हामी पुरुषहरूले त्रिभुवन विमानस्थल छोड्छ नि अनि गाल पर्छ हामीलाई। ओहो देश भुल्यो, बामा भुल्यो, साथीभाइ भुल्यो। सबै भुल्न सकिन्छ, तर स्कुल पढ्दा लप परेको केटी ज्यान जाला बिर्सन सकिँदैन हो कि होइन? त्यो केटीले सम्झेर गीत गाउँछ आज म तपाईँहरू भनेर। हङकङ आइडीले अझै नि बिर्सेको छैन सोल्टीले। हङकङ आइडी बजाइदिनु ल। ओके जाउँ मित्र जाउँ, समय धेरै छैन ल।
चितवनको गएर आयो कि के हो मनकारी मान्छेहरू छ है राखे परेको केटी आगो बिर्सनु सक्ने हो नेपालमा दुःख नपरेर बोक्दैन नेपाल सदा धनैको तिर्दियो धनैको तिर्दियो टाढा हुँदा नभन्नु हो कि होइन कहाँ बिर्सन सकिन्छ आमा आमा आफू जन्मेको ठाउँ यसरी स्कुलमा होमवर्क गरेन भने पिट्ने मास्टर पनि सम्झिन्छ यहाँ आएपछि होइन त हत्तेरिका जब टाढा भएपछि त्यति माया लाग्ने रहेछ क्या नाच्ने हो भनेको ओहो 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 त्यसो भए मलाई कलाकार बनाएको एउटा गीत छ ए माझी दाइ ल है त सबैले म सँगसँगै गाउने है ल ओके माझी दाइ बजाइदिनु है हजुर ल यो गीत नगायो भने त मिलन लामा गाएकै हुन्थेन होला
कोहीको माया झुसी कोहीको माया आधा आधा कोहीको माया झुसी बेचेमतिर बुढो भन्दा बुढीहरू खुसी पोखरा फेवातालको रामया साँच्चैको नराम्रो होगेन सबले काम गर्ने व्यस्त जीवन बेचिएमा सबले काम गर्ने आफ्नै बुढी भेट्नु पनि विकेन्ड कुर्नु पर्ने पोखरा फेवातालको रामया साँच्चैको नराम्रो होगेन मान्छेलाई पोखरा फेवातालको रामया साँच्चैको नराम्रो रामया साँच्चैको नराम्रो हरियो हरियो यो पैसाले फेरि म सेभिङ गरेर घर बनाउँछु मैले भने नि रमाइलो पनि छ दुःख पनि छ होइन त कहिले काहीँ सम्झिँदा साह्रै दिक्क लाग्छ कहिले काहीँ सम्झिँदा साह्रै दिक्क लाग्छ नेपालबाट फोन आयो कि आइफोन मात्रै माग्छ नाचिँदै पोखरा फेवातालको रामया साँच्चैको नराम्रो नाचिँदै पोखरा फेवातालको रामया साँच्चैको नराम्रो एकदम रमाइलो भयो आज है मलाई चाहिँ रमाइलो भयो हजुरहरूलाई के कसो भयो थाहा छैन स्वार्थी संसार सधैँभरि तेरो मेरो जे छ स्वार्थी संसार सधैँ
मान्छे दाइ पोखरा होइन आज मान्छेले भात खान पाछ कि पाछेन के होला जस्तो खै हाम्रोतिरको लेडिजहरू त यति आमा ओल्लो डाँडाबाट खराब पल्लो डाँडा पुग्छ हे माझी दाइ पोखरा बल्ल हो यस्तरी कराएको बुढो डराउँछ झन् जाडा मान्छ लेडिज इम्पावर भनेकै हो लेडिज इम्पावरमेन्ट हुनुपर्छ कि हो कि भान्जी ल अब म तपाईँको बिचमा अर्को गीत गाउँछु ए घरमा परल बारीमा बन्छौ तर होइन आज धर्म छोड्नु हुँदैन हेर्नु म त कहिले काहीँ सत्यनारायण पूजामा पनि जान्छु भजन लाउँछ क्या हाम्रो त्यो बागलुङतिरको ए यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको भन्थेँ क्या मैले यो पनि रामको त्यो पनि रामको राम्रा नानी जति मिलन लामाको अनि त रमाइलो हुन्छ त होइन रमाइलो गर्न बोलाएपछि म त भजन पनि रमाइलो सबै हाल्दिनँ कि कसैले लाँदैन यो मेरो पैसा लागेर त कोरै आउँछ कस्तो भित्र पुरै पसिनाले भिजिसकेँ म अनि भनेपछि आज धर्म पनि पुरा गर्नुपर्छ यसरी हाम्रो तमुहरूको बिचरा कति गरेर होटलमा राखेछ बाबै नोबोतेल भन्ने होटलमा कस्तो राम्रो नोबोतेल के अरे होटल हो कति राम्रो होटल रहेछ टोइलेट गएको हात्ती नै आउँदैन त्यति राम्रो छ अनि दुई दिनु परेन तमुहरूको गीत गाउनु पर्छ एउटा गीत जानेछ मैले ए मनुष्य एक टुक्रा गाउँछ है त अनि हेर्नु सीता दिदी तपाईँहरू हामी नेपाली बाहुन छौँ छेत्री छौँ गुरुङ छौँ मगर छौँ नेपाली भएको छौँ होइन त ननाचेर हुन्छ त गुरुङ गीत बाहुन नाचे त झन् पक्कै सुहाउँछ भने ल एक मनुष्य लगाइदिनु त त्यहाँ मेरो छ होल ट्र्याक एक मनुष्य ओहो ल हेर्नु